Hi and namaste everyone. म सुमित्रा म हालै एकाप युनिभर्सिटी कलेजबाट मास्टर इन सोशल वर्क गर्दैछु। मैले आज भर्खरै 500 आवर्सको फर्स्ट फिल्ड एजुकेसन प्लेसमेन्ट भ्याएकी छु। यस दौरानमा चाहिँ मेरो के लर्निङ भए अनि के च्यालेन्जेसहरू आए एज अ इन्टरनेसनल स्टुडेन्ट म यो सबै रिफ्लेक्ट गर्दैछु। यो भिडियोमा चाहिँ मैले सिडनीमा अवस्थित जू देखाउँदै आफ्नो एक्सपिरियन्सहरूलाई रिफ्लेक्ट गर्दैछु है त। सुरुमा त अनेस्टली आई वाज सो नर्भस। मनमा क्वेसन आउँथ्यो, विल आई बी एबल टु लर्न, विल आई बी एबल टु डिल विथ क्लाइन्ट्स इन्डिपेन्डेन्टली। तर त्यो नर्भसनेसले मलाई एक्साइटेड पनि बनायो, किनभने यो मेरो ड्रिम सोशल वर्क जर्नीको एकदमै इम्पोर्टेन्ट पार्ट थियो। पहिलो दिन प्लेसमेन्टमा गएर क्लाइन्टलाई सुन्दा इनिसियली डर लाग्थ्यो, एम आई डुइङ इट राइट भन्ने थट आउँथ्यो। तर स्लोली आई रियलाइज कन्फिडेन्स स्टेप बाई स्टेप आउँछ भनेर। च्यालेन्जेसको कुरा गर्दा प्लेसमेन्ट, काम र पर्सनल लाइफ ब्यालेन्स गर्नु चाहिँ पक्कै पनि सजिलो थिएन। 500 आवर्स कम्प्लिट गर्न, कन्टिन्युस काम गर्दा धेरै ओभरवेल्मिङ फिल हुन्थ्यो। त्यसमाथि सेल्फ केयर त अलमोस्ट जेरो नै थियो। अनि त्यही समयमा मैले बुझेँ सेल्फ केयर कम्स फर्स्ट, त्यसलाई फर्स्ट राख्नुपर्ने रहेछ, त्यसपछि मात्र बाँकी कुरा म्यानेज गर्न सकिन्छ भन्ने बुझेँ। अर्को मेन थिङ, फाइनेन्सियली सपोर्ट छ भने प्लेसमेन्टमा फोकस गर्न सजिलो हुन्छ। जब त हामीले लाइफ टाइम गर्न पाइन्छ, तर यो प्लेसमेन्ट जर्नी भनेको एकदमै इम्पोर्टेन्ट हुँदो रहेछ, जहाँ हामीले आफ्नो फाउन्डेसन, प्रोफेसनल आइडेन्टिटी बनाउने मौका पाउनेछौँ। अपर्च्युनिटिजहरू पनि धेरै देखेँ। सुरुमा लाग्थ्यो जस्ट क्राइटेरिया पुरा गर्नुपर्छ भनेर, तर पछि बुझेँ यो त लर्निङको एउटा ठुलो मौका रहेछ। त्यसपछि अर्को कुरा, प्लेसमेन्टमा मैले इन्थुजियाजम चाहिँ एकदमै देखाउनु पर्ने रहेछ। जब मैले एगर टु लर्न, एगर टु ग्रो देखाएँ, अटोमेटिकली अपर्च्युनिटिजहरू चाहिँ आए। स्ट्रेन्थ्सको कुरा गर्दा सुरुमा नर्भस भए पनि सुपरभिजन र फिडब्याकबाट कन्फिडेन्स पाएको छु मैले। अब क्लाइन्ट्सहरूसँग कुरा गर्दा होइन, इन्डिपेन्डेन्टली अनि सर्भिस कनेक्ट गराउँदा म एकदमै कम्फर्टेबल फिल गर्छु। मैले के रियलाइज गरेँ भने रिफ्लेक्सन इज भेरी पावरफुल। एउटा नर्भस लर्नरबाट कन्फिडेन्स सोसल वर्कर बन्ने जर्नी चाहिँ यहीँबाट सुरु भइसकेको छ जस्तो लाग्छ। अनि पक्कै पनि यो जर्नी चाहिँ सजिलो छैन। प्लेसमेन्ट प्रेसर्स, वर्क प्रेसर, पर्सनल लाइफ स्ट्रगल्स सबै एकैसाथ आउँछ। स्लिपलेस नाइट्स, आफ्टर नाइट सिफ्ट्सदेखि लिएर नर्भस क्लाइन्ट्स मिटिङसम्म सबले मलाई हुन्छ नि धीरे स्ट्रङ्गर बनाएको छ। बिस्तारै मैले आफैलाई रेजिलियन्ट, कन्फिडेन्ट र कम्प्यासनेट प्रोफेसनलको रूपमा ट्रान्सफर्म